नमस्कार साथीहरू, के एउटा तराईवासी हुनु भनेको राष्ट्रप्रतिको नियत खराब हुनु हो? पहिला यो सानो क्लिप हेरौँ, त्यस पछाडि कुरा गर्नेछौँ। बालेन शाह एकदम खतरा डेन्जर मान्छे हो। यो तराईवासीको लागि घातक हो। तराईवासी भएको कारणले गर्दाखेरि ऊ एकदम उसको जुन नियत छ नि, उसको नियतै खराब छ के। तराईवासी भएको कारणले गर्दाखेरि ऊ एकदम उसको जुन नियत छ नि, उसको नियतै खराब छ के। मलाई वहाँ महानुभावको कुरा सुन्दा, अभिव्यक्ति सुन्दा बडो विचित्र लाग्यो। तराईमा जन्मेका मधेसी समुदायका व्यक्तिहरूमाथि प्रश्न र तिनीका राष्ट्रियतामाथि प्रश्न उठाउनुभन्दा पहिला यो कुरा आफैमा प्रश्न उठाउनुहोस्। हामीमा भएको राष्ट्रियतालाई तपाईँले जोख्ने केही मिल्छ भने जोख्नुहोस्। हामी यो स्वीकार्छौँ कि कोही व्यक्ति होला जो चाहिँ राष्ट्रभन्दा पनि ती दलाली गर्ने व्यक्ति हुन सक्छ, तर सम्पूर्ण मधेसी समुदायले तपाईँको केही बिगारिदिएको छैन। र तपाईँका वरिपरि जो आफूलाई राष्ट्रवादी भन्छन् ती व्यक्तिहरू राष्ट्रघाती छन्, जसले तपाईँलाई खोक्लो राष्ट्रवादको नारा दिएर ती आफूले राजनीतिक रोटी सेक्ने काम गर्छन् र ती विदेशी दलाल भए जसरी काम गर्छन् र जहिले नेपाली जनतालाई पछाडि तान्ने, गरिबीमा राख्ने, बेरोजगारीमा राख्ने, अशिक्षामा राख्ने यो किसिमको कार्यमा उनीहरू लागि परेका हुन्छन्। तपाईँ हामी सामुदायिक लडाईँमा लडिरहेका छौँ, एक अर्कालाई दोष र गाली दिइरहेका हुन्छौँ, तर फाइदा कसले लिन्छ? ती व्यक्तिहरूले लिन्छन् जसले खोक्रो राष्ट्रवादको नारा दिन्छन्। बालेन शाह जो जस्तो सुकै व्यक्ति भए पनि नेपालका तराई क्षेत्रमा मधेसी समुदायमा ती धेरै युवाहरू छन् जसले चाहिँ तपाईँको अहिलेसम्मको शासक भन्दा पनि बेटर भिजन राख्छ। त्यसकारणले कहीँ कतै पनि शङ्का गर्ने अधिकार पाउनुहुन्न तपाईँ।